हेलो गाइज, आज चाहिँ म लोकल भनेको मासु खाँदैछु है गाइज। आज चाहिँ बनाएर होइन गाइस, आज चाहिँ एकदमै खान मन गरिरहेछ मासु। त्यही भएर चाहिँ आज गाउँ काटेर पनि भ्याइयो होइन आज। अनि त्यही हो गाइज, आज गाउँ काटेर पनि भ्याइयो। त्यही भएर चाहिँ त्यसको उपलक्ष्यमा पनि अनि मासु खान पनि एकदम मन गरिरहेको छ। त्यही भएर पनि आज लोकल वाले रातो वाले काटेर खाने गाइज। यता पानी तताउँदैछु है उसको लागि भनेर, कुखुराको लागि पानी तताइरहेको छु भने गाइज। यता चामल बिनेर पनि रेडी गराएको छु होइन, भात पकाउनको लागि होइन। त्यही हो गाइज, अब पानी तातिसकेछ अब गाइज। अब म भाले काट्नेछु। त्यही हो गाइज। ल गाइज, यही हो है मेरो आजको लोकल भाले चाहिँ। लगभग 2 किलो उपरै छ होइन गाइज। आज चाहिँ यसको मासु खाने गाइज। अब के गर्ने त, मान्छेको जात होइन, के गर्ने अब। पाप नगर्नु भने पनि अब के गर्ने, मासु खान मन लाग्छ। ल गाइज, लोकल भाले है गाइज, लोकल भाले आज चाहिँ नसोके है केटा। ओ के गर्ने त, मलाई त गर्नु मन छैन भयो। तँलाई यस्तो काट्नु मन छैन भयो, के गर्ने त। तैँले मासु खाने, तैँले काट माग्ने, हामीले मासु खाने, हामी जाति तेरो त्यस्तै पऱ्यो काट माग्ने। के गर्ने त है, हो कि होइन गाइज। अब जाति यस्तै पऱ्यो, अब मासु बनेर आइस त अनि के गर्ने त। ल गाइज, अब के गर्ने, पाप नगरौँ भने पनि अब के गर्ने। यसको जातिले दिएको अब काट माग्ने, हामी जातिले दिएको अब खाने, अब जातिले दिएको होइन। के भन्छन् अब मैले भन्न जानिनँ त्यो अब साइड। ल गाइज, अब के गर्नु त नि, अब यसको अब व्यवस्था गर्नु पर्यो। ल गाइज, ओके गाइज, फाइनली अब चाहिँ मुर्गा बनाएर पनि भ्याइसक्यो है गाइज। ल गाइज, ओके मुर्गा चाहिँ भइसक्यो है। ए मेरो लागि यो चाहिँ आज म आन्लाको थाहा दादाले चाहिँ गरिदिनु भएको मेरो लागि यो। आउनु होला तपाईहरु। ल गाइज, फाइनली अब चाहिँ कटिङ सटिङ पनि भइसक्यो र त्यही यता पनि प्याजहरू कटिङ भइसक्यो बुढीले चाहिँ। अनि मासु चाहिँ एउटा साइडमा राखेछन् भने यता फ्राई गर्दैछन् गाइज होइन। मिठो बनाउने है। त्यही हो गाइज, अब गाउँघरको घर होइन यस्तै हो, माटोले पोतेको। अलिकति अब अलिकति फोहोर त भइहाल्छ होइन गाइज, अलिकति फोहोर छ, नघिनाइदिनु होला गाइज होइन। गरिबको घर होइन यस्तै हो होइन, माटोले पोतेको होइन। यसो मुसो मोसो सोसो लागिहाल्छ होइन, कालो भइहाल्छ। त्यही हो गाइज। ओके गाइज, अब फ्राई हुँदैछ खाने है गाइज। ल गाइज, फाइनली अब खाँदै हो है गाइज। ल कतिपय रुँदैछन् भने, कतिपय काँदैछन्, कतिपय मासु बान्दैछन्, कतिपय बस्दैछन् होइन। त्यही हो गाइज, अब हाम्रो खानपिनको कार्यक्रम हुँदैछ गाइज होइन। अब चाहिँ ल गाइज, म चाहिँ यहाँ छु है गाइज। कहाँको अँध्यारो देखिन्छ कि है, अहिले देखियो होला गाइज। ल भिडियो मन परेमा लाइक कमेन्ट गर्नुहोस् है गाइज। ओके ल गाइज, ओके बाइ।